गाइजहरु मैले अहिले एउटा चीज देखाउन आँटेको छु। कपाल पनि कस्तो लामोमा चाहिँ काट्दिनुपर्छ क्या। यो चीज चाहिँ तपाईहरुले चाहिँ ट्राई नगर्नु होला। म चाहिँ जस्ट ट्राई गर्दैछु। इह यहाँ हेर्नु त, DJI मिनी नियो र DJI नानो को मिक्सअपमा यसलाई उडाउने प्रयास गरेको छु। यसले बोक्छ कि बोक्दैन, बट तपाईहरु ट्राई नगर्नु होला, एक्सिडेन्ट पनि हुन सक्छ। मैले चाहिँ यो ट्राईको लागि अब मैले उडाउने प्रयास गर्दैछु। तपाईहरुलाई म यहाँबाट कसरी उड्दो रहेछ कि उड्दैन रहेछ कि भिडियो पनि देखाउने प्रयास गर्नेछु भने अब यहाँबाट फेरि मोबाइल तीनटा चाहिन्छ के। एउटा मोबाइल उड्दै गरेको चाहियो, एउटा यहाँ फेरि मोबाइलबाटै उडाउनु पर्छ। यो त गाह्रो पो छ त। हेर्दिन होला है तपाईहरुलाई। अस्ति मैले यो अनबक्सिङको भिडियो DJI नानोको पुरै सबै देखाएको थियो। यसको मुनिको पार्ट चाहिँ यो हो भने अब यो अन गरेपछि चाहिँ यसरी अन गर्ने। मलाई देखिराखेको छ नि, यो यसबाट आएको फुटेज हो। अब मैले चाहिँ यसलाई आकाशमा पठाइदिने। बट यु गाइज हैव डोन्ट ट्राई बिकज अफ भेरी रिस्की। यो चाहिँ अब मैले चाहिँ रिमोट सिमोट फिट गरेर टक्क यसलाई उडाएर यस्तो आकाशतिर पठाइहाल्छु है त। लेट्स चेक इट आउट। अनि भिडियो हेरिसकेपछि तपाईहरुले कमेन्ट शेयर लाइक चाहिँ गर्नु होला है त। हे म त रेकर्ड भयो भनेर फुरुक्क भएर माथि आएर एडिट गर्न थालेको त टाइम्स लेफ्टमा बसेछ। टाइम लेफ्टमा है साथीहरु, सरी यार, म नेक्स्ट टाइम खतरा देखाउँछु। यो टाइम्स लेफ्टमा पो बसेछ। जम्मा भिडियो त 15-20 सेकेन्डको पो आएको रहेछ। थट म फसेँ यार। यस्तो गाह्रो गरेर यार भिडियो खिचेको छ, भ्यू नै आएन भने त के काम हो। हेर्नु है तपाईहरु कसरी उड्दैछ। देखाउनु खोजेको चाहिँ उड्छ कि उड्दैन भन्ने कुरा चाहिँ यहाँबाट हेर्नु। DJI यसरी उठ्नु चाहिँ उठ्दो रहेछ, तर एकदम रिस्की क्या। यसरी हेर्नु त, यहाँबाट आएको भिडियो म देखाउँछु फुटेज चाहिँ। यसरी आउँदैछ है, देख्नुभयो नि। ए कस्तो अब झर्नुको लागि थुक्क बाँदरबाट के हुन्छ भने जस्तै भयो अरे। यहाँ हेर त, टाइम्स लेफ्टमा पो भइरहेको रहेछ भिडियो त। म त ल साथीहरु नेक्स्ट टाइम बबाल आउनेछ है, लाइक गरिराख्नु।